भएको थियो यो कार्यक्रम गर्न पर्यो गर्नुहोस् तपाईँ वडाको दायित्वले नपुगेको पालिकामा केही सहयोग गर्नुला भनेको थिएँ कसरी गर्नु भएको छ भोलि समीक्षा गर्नुला जो कार्यक्रम राम्रो भएको छ तपाईलाई वडा कार्य समिति समग्र र आयोजनाको निमित्त सम्पूर्ण खट्नुहुने सबै टिमलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। समय सँगसँगै परिस्थिति देशको स्थिति हाम्रो समाजको जुन गतिमा गतिशील हुनुपर्ने त्यो गतितिर बगिरहेको छ छैन सामाजिक गतिविधि यावत कुराहरूको अन्योन्यताको बीचमा स्थानीय सरकार हामी संघीयता पछाडि दोस्रो कार्यकाल स्थानीय सरकार रनिङ अवस्थामा हामी दौडिरहेको अवस्था छ। जो स्थानीय सरकार हाम्रो घर दैलोको सरकार दङ्गाउन पाइन्छ सचेत गराउन पाइन्छ सल्लाह सुझाव दिन पाइन्छ जो कि स्थानीय सरकार तीनवटा सरकारहरू बीचको सङ्घ प्रदेश र स्थानीय घर दैलोको सरकार हो। यो संहिताले लिएको 2072 सालको संविधानले दिएको र विभिन्न कालखण्डका आन्दोलनहरूले प्राप्त गरेको हाम्रो अधिकार प्राप्त स्थानीय सरकार हामी आफूले आफूलाई शासन गर्ने सरकार देशको सरकारको तर्फबाट अहिले टेन्केमनको स्थितिको बारेमा सबैजना जानकार हुनुहुन्छ देशको स्थितिको बारेमा सबै जानकार हुनुहुन्छ। हाम्रो जनमास अहिलेको हाम्रो बुझाइ यो सरकारले केही गरेन भन्ने यो पार्टीहरूले केही गरेन भन्ने खालको जनमास र जनधारहरू स्थापित हुँदै गर्दा भोलिको बच्चाहरूको भोलिको भाग्य र भविष्य बोकेका ती बालबच्चा युवाहरूको भविष्य बनाउने जिम्मा कसको त्यसको लागि चिन्ता छ हामी स्थानीय सरकारलाई मलाई त्यस कारणले स्थानीय सरकारको दायित्व टेन्केमन सरकारको दायित्व हामीले जति प्राप्त गरेको अधिकारहरूलाई जति प्राप्त गरेको हाम्रो चाहिँ स्थानीय स्रोत साधनहरूलाई सदुपयोग गरेर आगामी दिनको बाल बच्चाहरूको यहाँ म विद्यार्थीहरू देखिरहेको छु हामी त एउटा आधा जीवन परान्त अगाडि बढिसकेका छौँ त्यसकारणले ती विषयवस्तुहरूलाई बुझ्न जरुरी छ। त्यसकारणले अहिले यहाँनिर ज्येष्ठ नागरिक सम्मान हुँदै गर्दाखेरि हाम्रो समाज नेपाली समाज भनौँ हामी धेरै बच्चाहरूलाई सबैले माया गर्ने बुढाबुढीलाई सबैले घृणा गर्ने खालको नेपाली समाज हो। त्यसकारणले यो सरकारले गर्नु खोजेको वृद्धहरूलाई सम्मान भनेको चाहिँ वृद्धहरूलाई सम्मान गर्नुपर्छ यो सिक्नुपर्छ संस्कार बसाल्नुपर्छ यो घरदेखि बसाल्नुपर्छ भन्ने पनि हो। त्यसकारणले हामी भोलि जो पनि वृद्ध हुँदै जान्छौँ अहिले चिन्ता नगर्नुहोस् सबैजना वृद्ध अवस्थामा सम्मानित हुनुभएको छ भोलि हामी पनि त्यहीँनिर हो र कति हामी चाहिँ फेरि मृत्यु कति समय पछाडि मृत्यु लिएरै जन्मेको हुन्छौँ। त्यस कारणले हामीले हाम्रो बाटो तयार गर्दै गर्दाखेरि बालबच्चा भोलिको भविष्यको बालबच्चाको बाटो पनि तयार गर्ने र यो वृद्धलाई सम्मान यो ज्येष्ठ नागरिकलाई सम्मान भनेको चाहिँ यो भोलिको नयाँ पुस्ताहरूले सिक्नुपर्छ भन्ने हिसाबले प्रेरणाको स्रोतको रूपमा यो कार्यक्रम भएको बुझेको छु। त्यस कारणले आज जति पनि भेला हुनु भएको छ सबैजना गइसक्नु भएको छ यो सरकारको दायित्व पनि हो यो सरकारले सिकाउनु पनि पर्ने रहेछ। यो संस्कारको बारेमा अघि अलिअलि अग्रज वक्ताज्यूहरूले पनि भन्नुभएको छ हामी टेम्केमयूं गाउँपालिका अहिले संस्कार र सभ्यताको कुरालाई जोडेर असल समाज निर्माण गरियो भने मात्रै विकास हुन्छ। त्यो कहाँबाट सुरु गर्ने हो घरबाट सुरु गर्ने हो विद्यालयबाट सुरु गर्ने हो छिमेकीबाट सुरु गर्ने हो तल्लो घर वल्लो घरबाट सुरु गर्ने हो। त्यस कारणले यो खालको अभ्यासमा हामी अगाडि गयौँ भने मात्रै हामी विकास समृद्धिको कुराहरूमा अगाडि बढ्न सक्छौँ। त्यस कारणले आज जो यहाँ नागीमा म पनि यहीँ जन्मेको यहीँ पढेको यही प्राङ्गणमा पढेको विद्यार्थी हो। त्यस कारणले हामीले
यो प्राङ्गणमा यो खालको कार्यक्रम भइरहँदाखेरि केही सिकाउन खोजिएको यो सरकारले केही संस्कारहरू केही सभ्यताहरू सिकाउन खोजिएको भन्ने कुरा चाहिँ हाम्रो बाल बच्चाहरूलाई पनि मनन गर्नुपर्छ। हाम्रो विद्यार्थीहरूले मनन गर्नुपर्छ। जति हामी कार्यक्रममा सहभागी छौँ ती सहभागी सबैजनाले पनि यो कुरा मनन गरेर भावी दिनहरू हामीले अगाडि बढाउँदै जाँदाखेरि यसले पनि केही न केही हाम्रो जीवनशैलीलाई अगाडि बढाउन सपोर्ट गर्छ।